नमस्कार सबैजनालाई। नमस्कार। हामी चाहिँ हेफर आदर्शिलाको कार्यक्रम गर्दा जहिले पनि स्वतन्त्र साधनहरूको उचित प्रयोग गरेर आफूले अर्कोलाई दिने र अर्कोबाट आफूले दिने र वरिपरि रहेको स्रोत साधनलाई प्रयोग गर्ने नै भन्ने विश्वास र मान्यता राख्दछु। तसर्थ मैले एउटा तपाईहरुलाई स्वागतको लागि आफ्नै हातले एउटा बुकी तयार गरेको छु। यो बुकी मैले हजुरलाई दिएर के भन्छु, तपाईलाई हाम्रो हेफर आदर्शिला कार्यक्रममा तालिममा स्वागत छ भनेर मैले उहाँलाई भन्छु। उहाँले मलाई यो आफूले पाएकोमा, यो उपहार पाएकोमा आफू खुसी भएर मलाई धन्यवाद व्यक्त गर्दै आफूभन्दा पछाडिको साथीलाई गिफ्ट पास गर्नुहुन्छ, एज अ गिफ्टको रूपमा पास गर्नुहुन्छ अनि उहाँलाई गर्नुहुन्छ। यो समय अलिकति लामो हुनसक्छ, एकदमै ध्यान दिएर छोटो छोटो तरिकाले गरौँ है त। धन्यवाद महाराज। हजुरलाई यस आदर्शिला तालिममा हार्दिक हजुरलाई यस हेफर आदर्शिला तालिममा स्वागत छ। यहाँलाई हेफर आदर्शिला तालिममा स्वागत छ। हेफर आदर्शिला तालिममा एकदम हार्दिक स्वागत छ। धन्यवाद। यहाँलाई हेफर आदर्शिला तालिममा स्वागत छ। सम्पूर्णमा फेरि पनि नमस्कार। तपाईँहरू सबैजनालाई यो हलमा स्वागत छ। कस्तो महसुस गरिरहनु भएको छ त तपाईँहरूले? तपाईँहरूलाई कस्तो महसुस भयो यस हलमा प्रवेश गर्दा? बेग्लै छ, अहिलेसम्म यस्तो देखेको थिएनौँ। हजुर, एकदम म्युजिकको मधुर धुन गिटारमा नाचिएका विभिन्न गेमहरू इटेर्दा कता कता आनन्दको अनुभूति भइरहेको छ र त्यो माथि पनि यो धुन त्यसै कहाँ हराए जस्तो अनुभूति भएको छ। तपाईँलाई त्यस्तो साह्रो गाह्रो अप्ठ्यारो केही महसुस त भएको छैन नि है? त्यो बाहेक पनि तपाईँहरूले अरू केही कुरा देख्नुभयो कि? अगाडिको पोस्टर, अगाडिको मोमबत्ती, भयो डायरी, पेनहरू, डायरी, मैलबत्ती, पेन देखेका छौँ हामीले। यो पेन र डायरी त जताततै हरेक तालिममा हुन्थे, तर आज यो हलभित्र प्रवेश गर्दै गर्दा यो सबै रहेको मैलबत्तीमा केही फरक त छ कि भन्ने मैलबत्ती झट्ट देख्दा तपाईँहरूले के स्मरण गर्नुभयो त? बिहारमा बाल्छौँ अनि तपाईँहरूले के स्मरण गर्नुभयो मैलबत्तीलाई अगाडि देख्दा? कतै सपोजै खुवाउन लागि छ कि जस्तो जस्तो पनि फिर्ता भएको छ। धर्महरूको प्रचार गर्न आउनु भएको हो कि तालिम दिने न्युमा हजुर हजुर त्यस्तो पनि लागेको छ। तपाईँहरूलाई धर्मको प्रचार गर्न आए जस्तो महसुस पनि भयो, शपथ ग्रहण गराउन लगाएको जस्तो महसुस पनि भयो। त्यो बाहेक अरू तपाईँहरूलाई के महसुस भयो एउटा मैलबत्ती देख्दा? मैलबत्ती कस्तो मैलबत्ती देख्नुभयो तपाईँहरूले? एउटा खाली नबलेको सेतो मैलबत्ती देखेको छौँ हामीले। नबलेको मैलबत्ती देख्दा र मैलबत्ती देख्दा पनि त फरक पाउनुभयो होला नि? के महसुस भएन? के महसुस गर्नुभयो तपाईँहरूले नबलेको मैलबत्तीबाट? शान्तिको प्रतीक। यो के हो, किन राखिएको हो भन्ने चाहिँ कौतूहलता भयो। मोमबत्ती त राख्नुभयो, चलाउनको लागि सलाई छैन। सलाई छैन भने पछाडि तपाईँले यसमा बोल्ने क्षमता त छ तर बोलेको छैन भन्ने कुरालाई महसुस गरे भन्नुहोस् नि भयो। हो, यो मैलबत्ती हामीले बाल्नकै लागिरहेका हौँ, कुनै शपथ ग्रहण गराउनको लागि पनि होइन, हामी कुनै धर्मको प्रचार गर्नको लागि त हँदै होइन। यो मैलबत्ती बारे
राखेको। अब हामीले यो मोमबत्ती बाल्नु अगाडि के छ यो एकदमै केही पनि छैन नि, खाली जस्तै छ। म चाहिँ बोल्न सक्छु भन्ने क्षमता मात्रै छ नि। यसबाट के छ चुनौतीहरू पनि छ नि। चुनौती आयो भने सँगसँगै के पनि आउन सक्छ चुनौतीसँग? यो बाल्नको लागि चाहिँ तपाईँले अघि भन्नुभयो बाल्नुपर्छ, सलाई पनि चाहिन्छ होला भन्नुभयो। हामीसँग सलाई पनि छ। अघि मैले तपाईँहरूलाई स्वागत गर्ने क्रममा स्रोत र साधनको हामीले प्रयोग गर्छौँ भन्ने कुरा थियो। यो देख्दा तपाईँलाई स्रोत साधनको चाहिँ के कुरा याद आयो? केही कुरा याद आयो? छैन, हामी त अहिलेसम्म फर्स्टली देखेको त्यस्तो केही यादै आएन। तपाईँहरूलाई त्यस्तो केही कुरा लाग्यो यो स्रोत र साधनहरूको कुरालाई जोडेर यता गर्दा त्यस्तो केही उचित प्रयोग गर्नुपर्छ उचित प्रयोग गर्नुपर्छ भनेर हामीले यो मोमबत्ती भनेको चाहिँ एउटा चुनौती हो। चुनौतीसँगै अवसरहरू पनि आउँछ र यो एउटा अवसर हो। मोमबत्ती नबोलेको मोमबत्तीबाट चाहिँ धेरै चुनौती हुन्छ, अन्धकार हामी त्यति सकारात्मक पनि हुन सक्दैनौँ भन्ने लाग्छ भने यो मोमबत्ती बालेर हेरौँ। मोमबत्ती बाल्दा चाहिँ के हुन्छ? मोमबत्ती बाल्नको लागि चाहिँ सबैभन्दा पहिला के गर्नु पर्यो? सलाई बालेर मोमबत्ती बोल्छ। कति प्रयोग मात्र गर्ने? सबै काटी बालेर एउटै मोमबत्ती मात्र बाल्नु? एउटै काटीबाट कति बाल्न सकिन्छ भने तपाईँलाई महसुस भयो हो। त्यसै गरी हामीले स्रोत र साधनको प्रयोग गर्दा के कुराहरूलाई ध्यानमा राख्न सकिन्छ, के कुराहरूको उचित प्रयोग गर्न सकिन्छ भन्ने बारे छ। यसै गरी मोमबत्ती चाहिँ अब यहाँबाट बाल्दा ठिक हुन्छ? यसो गर्दा स्रोत साधन समयको प्रयोग हुन्छ? स्रोतको हुन्छ, समयको त्यसलाई समयको उचित प्रयोग गर्नको लागि चाहिँ मोमबत्ती कहाँबाट बाल्दा ठिक होला? तपाईँहरूसँग मोमबत्ती पनि आयो, मैले तपाईँलाई सबै काटी पनि दिइसकेँ र यो अवसरसँग एउटा के चुनौती आयो भन्दा तपाईँ बिचको व्यक्तिले एउटै काटीमा ननिभाइकन आफूले मोमबत्ती बाल्नु पर्यो। मोमबत्ती बाल्दै हामीले के कुरालाई पनि ध्यानमा राख्नु पर्यो भन्दा आफूले बालिसके पछाडि आफ्नो दायाँको साथीलाई या बायाँको साथीलाई आफू बोलिसके पछाडि एउटै काटीबाट सबैजनालाई पुरी गरी आफ्नो मोमबत्तीबाट बत्ती है त। सुरु गरौँ, तपाईँबाट सुरु गरौँ। तपाईँ आफ्नो क्यान्डल बाल्नुहुन्छ। तपाईँले आफ्नो क्यान्डल बालिसके पछाडि तपाईँको साइडको साथीलाई क्यान्डल आफू सक्षम भइसके पछाडि मात्र उता बाल्न दिनुहुन्छ। त्यो बालिरहँदा तपाईँले के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा तपाईँलाई पक्कै पनि थाहा नै छ। समयको उचित प्रयोग गर्ने, केही कुरा जल्नु भएन, डर्नु भएन, तपाईँको हातमा पनि पर्नु भएन है त। यसै गरी तपाईँले दायाँको साथीलाई पनि बालिदिनुहोस्। तपाईँले एउटा अवसर पनि दायाँको साथीलाई पनि बालिदिनुहोस्, बायाँको साथीलाई पनि बालिदिनुहोस्। क्यान्डल बाल्दा चाहिँ सबैजना उठिदिनु भयो भने सहज पनि हुन्छ है। नहातिनुहोस्, धैर्य गर्नुहोस्, बलिरहेको बत्तीलाई हेर्नुहोस् र सायद तपाईँको दायाँको साथीलाई चाहिँ बत्ती बालिदिनुहोस्। बत्ती बाल्दै गर्दा तपाईँले साथीको अनुहारमा हेर्नुहोस्, मन्द मुस्कान दिनुहोस्, प्रेमपूर्ण भावमा हेर्नुहोस्। उहाँलाई चाहिँ यस कार्यक्रम काम सफल होस् भने कृतज्ञता दिनुहोस् भने एउटा तपाईँ बत्ती लिइरहेको साथीलाई चाहिँ शुभकामना दिनुहोस्। धैर्य गर्नुहोस्। बत्ती बालिरहँदा चाहिँ सकेसम्म बत्ती निभ्नु चाहिँ भएन है साथीहरू। आत्तिनु भयो? आत्तिनु होइन मिस, यसको यो बाल्ने यो मैन चाहिँ एकदम सानो भएको कारणले मलाई कष्ट भयो। हजुर, यो अलिकति ठुलो भइदिएको भए चाहिँ मलाई बाल्न सहज हुन्थ्यो। मैले बालिसकेर मलाई मनै ट्रान्सफर गर्न चाहिँ उहाँको पऱ्यो। यसको यो तपाईँले फेरि प्रयोग गर्नुहोस्। यो भनेको यो यसो हुँदा तपाईँहरू नबालेकोलाई
विचार पनि गर्नुहोस् आफू सक्षम नभइकन अरूलाई सहयोग गर्नु हुँदैन सहयोग गर्नुपर्छ तर आफू सक्षम नहुँदासम्म चाहिँ अरूलाई सहयोग गर्नु म सक्छु म गर्छु र भन्ने भाव आफूमा आइसके पछाडि बल्ल तपाईँले अर्को व्यक्तिलाई सहयोग गर्नुपर्छ यदि त्यसो गरिएन भने तपाईँहरूलाई के लाग्छ यदि त्यस्तो भएन भने के हुन्छ सफलतामा पुग्न सकिँदैन बिचमै अड्किनुपर्छ बिचमै हराउनुपर्छ स्रोत र साधनको उचित प्रयोग हुँदैन समय खेर जान्छ तपाईँहरूसँग स्रोत छ साधन छ तपाईँहरूले प्रयोग गर्न जानु भएन तपाईँहरूको पूर्व तयारी भएन तपाईँले मैन पाइप त अघि नै हो तपाईँहरूले हेर्नु नै भएन मैन बल्छ कि बल्दैन बल्नलाई के गर्नुपर्छ भन्ने कुराहरू हामीले ध्यानमा राखेनौँ मैन बालिसक्नु भएको साथीहरूले मैनमा हेर्नुहोस् यसो गर्दा पनि ननिभ्ने सम्भावना चाहिँ धेरै हुन्छ जस्तो लाग्छ मलाई स्रोत र साधनको कुरालाई हामीले मध्यनजर गर्दै पनि फेरि अर्को काँटी प्रयोग गरेर यताबाट सुरु गरौँ है त तपाईँबाट सुरु गर्नुहोस् तपाईँले मैन बाल्नुहोस् मैन बालेर साथीलाई अघि जसरी भनेको थियो त्यसरी नै कृतज्ञता शुभकामना दिनुहोस् र मैन दिने साथीलाई धन्यवाद ज्ञापन पनि गर्नुहोस् मैन बोलिरहँदा तपाईँ आत्तिनु भएको छ र तपाईँलाई अप्ठ्यारो महसुस केही भएको छ र मलाई महसुस भएको छ कस्तो मैनको यो सायद मेरो पनि गल्ती होला मैले पूर्व योजना गरिनँ तर म यो मैनमा के समस्या भयो भने यो सानो भएर यो मैनको जुन बोल्दाखेरि हामीले अरू साथीलाई ट्रान्सफर गर्दाखेरि यसको चाहिँ क्षमता अलिक कम भएर यो चाहिँ अलिक राम्रोसँग बोलेन मैले उहाँलाई ट्रान्सफर गर्दाखेरि यो उहाँको पनि निम्न सम्भावना एकदम देखियो सायद हाम्रो पनि गल्ती होला हामीले यो मैन हेरेनौँ तर यसमा पनि सायद त्यही नै भयो सायद तपाईँबाट पनि गल्ती भएर त्यस्तो भएको हो कि तपाईँको स्ट्राटेजी हो मलाई थाहा भएन तर समस्या चाहिँ अब भयो मेरो तपाईँ हेर्न सक्नुहुन्छ यसको मैन हेर्नु कसरी बाल्नुहुन्छ भने उहाँलाई ट्रान्सफर गर्दा त्यो त अप्रेसन निप्छ नि त त्यो मेरो अप्ठ्यारो परेको मेरो कुरा हजुर भयो तपाईँको अप्ठ्यारोलाई पनि मैले मेरै अप्ठ्यारो सर लिएँ यो अप्ठ्यारो के भयो भन्दा मैन चाहिँ त्यस्तो कुनै पनि तपाईँहरूलाई यहाँ अचानक बोलाएर अचानक ल्याएर यो कुनै मैन तपाईँको बाल्दा बाल्दै निभाउने त्यस्तो कुनै पनि होइन मैन बलिरहोस् मैन दिगो तरिकाले बोल्नुहोस् र तपाईँ आफू सक्षम भइसके पछाडि साथीलाई सहयोग गर्न सक्नुहुन्छ भन्ने भाव तपाईँमा रहोस् भनेर चाहिँ यो मैन बालेको हो हुन त हामीले यसको ठाउँमा अरू कुनै विकल्पहरू प्रयोग गर्न सक्थ्यौँ तर स्रोत र साधनको प्रयोग गर्दा हामीले यहाँ नै रहेको स्रोत साधन अहिले नै प्रयोग गर्नुपर्ने पर्दा मैले चाहिँ मैन ल्याएँ तर त्यस्तो होइन तपाईँ बल्यो तपाईँको मेरो बल्यो मेरो यहाँ ठिकै छ म केही भन्न छैन धन्यवाद तपाईँलाई पनि हातमा लिँदा अप्ठ्यारो भएको छ भने त्यसलाई चाहिँ तल पनि राख्न सक्नुहुन्छ मैन बालिरहेका साथीहरूले साथीलाई शुभकामना र कृतज्ञता प्रदान गर्नुभयो त्यसो गर्दा एकदमै आत्मीयता नजिक र सकारात्मक ऊर्जा आउन सक्छ साधनको उचित प्रयोगसँगै हामीले समयलाई पनि मध्यनजर गरेर राम्रोसँग नै मैन बाल्यौँ भन्ने महसुस मैले गरिरहेको छु कि तपाईँहरूलाई त्यस्तो महसुस लाग्यो त
के भन्नु हो स्रोतको भन्नु खोजेको थिएँ हजुर लागेन मलाई चाहिँ हजुर बलिरहेको मैनलाई 1 मिनटसम्म तपाईहरूले दायाँ बायाँ ध्यान कतै नदिकिन बलिरहेको मनलाई नै ठिक अगाडि राखेर एकछिन हेर्नुहोस् सबै पूर्ण ध्यान चाहिँ बलिरहेको मैनमा लैजानुहोस् तपाईँ को हो तपाईँ के हो तपाईँको जन्म किन भयो भन्ने कुराहरूलाई सोच्नुहोस् विचार गर्नुहोस् तपाईहरू यहाँसम्म कसरी आइपुग्नुभयो तपाईहरूलाई यहाँसम्म आउँदा कसको सहयोग छ भन्ने कुराहरू पनि सोच्नुहोस् तपाईँ आजसम्म कोसँग कृतज्ञता हुनुहुन्छ भन्ने कुरालाई पनि तपाईँहरूले सोच्नुहोस् सबैजनाको मन बोलिरहेको छ सबैजनाले एकदमै बोलेको मनतिर पुनः ध्यान दिनुहोस् ल बिस्तारै आँखा खोल्नुहोस् एकले अर्को साथीलाई हेर्नुहोस् बिस्तारै आँखा खोल्नुहोस् लामो सास फेर्नुहोस् बिस्तारै आँखा खोल्नुहोस् हातमा क्यान्डल लिन तपाईहरूलाई गाह्रो भएको छ भने क्यान्डललाई अगाडि पनि राख्न सक्नुहुन्छ बलिरहेको क्यान्डललाई देख्दा हेर्दा तपाईको मनमा के कस्ता विचार आयो त नि आनन्द लाग्यो आनन्द लाग्यो तपाईहरुलाई कस्तो महसुस भयो त यो धुन यो मोमबत्ती बाल्दा कस्तो फिल भइरहेछ कस्तो फिल गर्नुभयो भन्नुस् न यस्तो फिल गरे भनेर कस्तो भन्छ शान्त वातावरणमा डुबे जस्तो हजुर हजुर यो के हो ठाउँमा आए जस्तो तपाईहरुलाई कस्तो महसुस गर्नुभयो तपाईहरुलाई कस्तो लागिरहेको छ त बलिरहेको मनलाई हेर्दा योबाट माथिबाट धुवा गइरहेको छ रातो पहेँलो रातो निलो तपाईहरुलाई केही समस्या छ र केही असहज महसुस गर्नुभएको छ र त्यसो भए तपाईहरुलाई बलिरहेको यो महिना हेर्दा कस्तो महसुस गर्नुभयो त आनन्द महसुस गर्नुभयो अरू के आयो विचार त आयो होला बलिरहेको महिना हेर्दा तपाईहरुलाई के विचार आयो भन्नुस् न सुरुमा हामी प्रवेश गर्दा जब मैन त्यो पलेको थिएन नि त हजुर हो त्यस्तै पहिला पनि हामी हलमा बस्दाखेरि केही यो आदर्श शिलाबारी केही थाहा पछि समाजमा गएपछि यस्तै मैन जस्तै भएर उज्यालो तपाईहरुलाई त्यस्तो के लाग्यो यो साइडबाट पनि म सुन्न चाहे है केही समस्या छ भने मलाई यस्तो समस्या छ भन्नुहोस् है नत्र बलिरहेको महिना हेर्दा तपाईलाई कस्तो महसुस लाग्यो त कस्तो महसुस गर्नुभयो मनमा के कस्ता विचारहरू आए मैले आफू बोलेर अरूलाई उचालो दिँदाखेरिको जस्तो ऊर्जा एउटा मात्र मैन बोल्दाखेरि सीमित ठाउँमा मात्र हुन्थ्यो भने यसको प्रकाश अलि हामी सबैले बाल्दाखेरि चाहिँ धेरै ठाउँमा प्रकाश फैलियो मैनबत्तीको अनुमान धेरै चुनौतीहरू छ कसैको कसैको ठुलो मैनबत्ती बलिरहेको छ कसैको सानो बत्ती बलिरहेको छ कसैलाई ऊर्जा आयो कसैलाई सकारात्मक सोच आयो कसैलाई एउटा बोल्दा सानो थोरै उज्यालो थोरै ठाउँ लिएको थियो भने धेरै बोल्दा धेरै उज्यालो भयो भन्ने सोच तपाईहरुमा सायद हो ठिक यही कुरा हामी समुदाय समाज घर परिवारमा एक्लै केही गर्न नसक्ने तर आफू सकारात्मक ऊर्जाका साथ समुदायमा जाँदा हामीले चाहिँ धेरै काम गर्न सकिने एकता नै सबैभन्दा ठुलो कुरा हो भन्ने भाव पनि
सायद तपाईँहरूलाई आयो होला। हजुर अनि अर्को कुरा मोइन बालिरहँदा आफू सक्षम भएर मात्रै अरूलाई बाल्नुपर्छ भन्ने फिल महसुस गर्नुभयो कि नाइ त तपाईँहरूले? यसरी एकजना आफू बोलिसकेको हात एउटा हातमा बोलिरहेको क्यान्डल तानेर आफ्नो साथीलाई अर्को हातले म पूर्ण रूपमा सक्षम छु, म तपाईँलाई सहयोग गर्न चाहन्छु कि तपाईँ मेरो सहयोग लिन चाहनुहुन्छ भन्ने प्रश्नका साथ हातका इसाराले आफ्नो साथीलाई सहयोग गर्नुहोस्। अहिले चाहिँ तपाईँहरूलाई कस्तो महसुस भयो? पहिला एउटैले दिँदाखेरि पहिलाको भन्दा अहिले चाहिँ आराम पनि भएको छ, सहज महसुस भएको छ। हजुर, अनि तपाईँहरूलाई कस्तो महसुस लाग्यो? म यो बिच भागबाट पनि जान्न चाहेँ। मलाई एकदम जिम्मेवारी थपे जस्तो महसुस भयो। आफ्नो मनबत्ती प्लस साथीको नि मनबत्ती निच्छ कि भन्ने चाहिँ त्यो उसको पनि निभाउनु भएन भन्ने जिम्मेवारी चाहिँ कर्तव्य र जिम्मेवारीको तपाईँलाई महसुस भयो। तपाईँहरू यतिजनालाई चाहिँ कस्तो महसुस भयो? हाम्रो जिम्मेवारी घट्यो जस्तो बाँडेर बाँडी चाहिँ जिम्मेवारी लिएको, कर्तव्य लिएको जस्तो महसुस गर्नुभयो। तपाईँहरूलाई चाहिँ कस्तो महसुस भयो? हामीले एउटा हातले दिँदा चाहिँ अर्को हातले लिएको चाहिँ थाहा महसुस छैन। उपहार आफूले उपहार दिएको र आफूले पनि उपहार दिएको, साथीलाई केयर एन्ड सेयर गरेको, त्यस्तो महसुस गर्नुभयो। तपाईँहरूले कस्तो महसुस गर्नुभयो त? एउटै आफूले मात्रै लिएको भए एक ठाउँमा हुन्थ्यो, साथीसँग मिलेर दुईतिरै बाँडी जिम्मेवारी सबैजनालाई जिम्मेवारी कर्तव्य बाँडिएको महसुस भयो। आफू पूर्ण भइसके पछाडि मात्र साथीलाई सहयोग गर्नुपर्छ भन्ने पनि लाग्यो। अब हामी यो मोमबत्ती हातमा लिएका छौँ, सबैजना एक छौँ, एकता छौँ। अरू के महसुस गर्नुभयो? तपाईँलाई सकारात्मक ऊर्जा पनि महसुस भयो। तपाईँलाई अघि मैले मैन हेरिरहँदा तपाईँलाई कोलाई सम्झिनुहोस्, कृतज्ञ गर्नुहोस् भनेको थिएँ नि। तपाईँले कोलाई सम्झिनु भयो, कोप्रति तपाईँ कृतज्ञ रहनु भयो त? कृतज्ञ रहनु भयो, साथै सम्झनु भयो।